नहीं बात तो हामी जानु भन्दा अगाडि चाहिँ ग्राउन्डमा दाइ मोबाइल ल ल 1 2 3 4 10 है 5 6 7 लाग्नु पकाउनु पर्छ नाङ्गिरा बनाउँछु त्यहाँ गइहाल्छ ल गुड 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 मजाले बोल्नुपर्छ गुड किन डराउ कसको के फाइदा छ र हैन नडराउ mana oh tepatnya ada itu bulan itu situ bakwan boleh itu lagi nih boleh संसार अलग अलग छ यो यसको मेरो उद्योग सबै साफ गर्नुपर्छ गाउँलाई फर्केको गाउँलाई के हेरे है फर्केको गाउँलाई श्रमदान हो एकदिन एउटा टिमै आउनुपर्छ हौ
हेर्नु पर्ख भाइ म भिडियो खिच्दैछु ल सन्तोष भाइ यता हेर ओए सन्तोष भाइ ओहो कस्तो ह्यान्डसम देख्यो त तिमी अनि
त्यही जिउ पातलो गरेको छ त्यो जिउ मोटो थियो भने कुटेर मास खान फुर्ती हुनु पर्यो साइकिया त्यो साइकोहरू आएर यहाँ नुहाउँदाखेरि लड्यो भनेदेखि न्युरोलोजिस्टलाई पनि थाहा पाउँदैन कता फुट्यो अब हर्कको गाउँमा आएर यति त गरिदिउँ न यार दिनभरि के गरेर बस्नु कतामा हावाको ताल सरको यो सामाजिक जागरण अभियानलाई हार्दिकदेखि धन्यवाद मान्छेहरूले किन यहाँ जहाँ पाँचै खाने भयो
यहाँ चाहिँ यो हिँड्ने ठाउँ हिँड्ने ठाउँ चाहिँ साफ गरिदिनु पर्छ पैसा छ 150 जति छ खै यो त लाने हो घरमा यार Đây, के छ भाइ
कोही साथी नलगे एक्लै लडाउँदिनँ र मैले त रात मलाई त चुडेलीसँग चाहिँ भेट गरेर जान भन्छु बिहे गर्नु पऱ्यो भन्छु होइन चुडेली नै पाउँदैन राम्रै हुन्छ नरेन होइन सबै समाएर बिहे गरिहाल्नु पऱ्यो बिहे नै त चुडेली पाइँदैन लाउदारैले खालि लिम्बुहरू बस्दा लिम्बुहरू को त्यो खाएर रातभरि घुम्दै हुनुहुन्थ्यो नि त टावर कहिले बनायो जान्छ पोहोर परारै बनाएको दिनु खै म उडाइदिन्छु कता गए एउटैले हातै भन्न बाँचेको स्कुल पनि ग्यास्ट्रिक हुन्छ के चिया मलाई ल्याइदियो यसो उम्री परेर फुल भइहाल्दैछ अन्त कहाँ हिँडेको मजा आयो यसलाई बिस्कुट दिनु एउटा रथमा आए हिजो मलाई यस्तो रिस उठाएको छ नि यिनीहरू बत्ती मर्दाखेरि त्यो काका हजुर हो सब निकालिदिनु छ निकाल्यो हामी थियौँ नि त त्यहाँ ओला ओरे भाइ बिस्कुट खाने खाऊँ न म दुश्मन हो दाइ होइन हो नि बिस्कुट कति खानु म खाना अगाडि सक्छु त्यो के बालाको जाऊ त्यहाँको बरन्डामा कहाँ बत्ती नि बिस्कुट दिनु न छैन बिस्कुट सक्यो अब त बच्चालाई चाहिँ त्यहाँ छैन अनि छैन सुत्नु नि तपाईँ बेलाएर खाउला ल अब त्यही छ त्यही खा छैन त्यो त गाडै हाल्नु तलले बेला तो परेको होला खेला चाहिँ तर यहाँ ल्याएर चाहिँ बिगाड्यो नि मलाई नमस्ते खेल्यो
पिसा फेरेको दाइ भन्नु होइन भने बिमारी हो भन होइन भने सुरु पर खानुपर्छ खाऊ दाइ भन्नु कस्तो कुरा बनाउनु रहेछ म यहाँ कहिले चाहिँ खान्छु भने मसँग छ नि त एकछिन सुत्नु न अनि एकछिनमा उठेर खानु न नि भयो अब काँदेर सुत्ने हो एकछिन फेरि नर्सहरू भित्र जाउँ न काका अनि खानु नि अहिले किन्न यही हेरेको छ नि यहाँ केही पनि छैन त्यो खाली छ क्या अब यो काम सफल भएछ भने त घरबाट भनेको मान्छे फोटो खिच्दै गएर त्यहाँ चेक गरेर त त्यो डाङ डाङ डुङ डुङ पाएर तिनीहरूलाई उड्न पारि त हुँदैन त कता गयो हो आमाहरू जग्गा घर थरमा हो साथी घर सर्न घर थर दिन्छ नि त 50-60 घर किन थर्किनु घर सिंहदरबार हुन्छ त सिंहदरबार वरिपरि घर थर बनाइदिएन किन बनाउनु पर्यो सिंहदरबार दरबार बनाउनु राजा दरबार हामी राजाहरूले बनाउने सिंहदरबार पहिले चाहिँ अब बनाउनु ए त्यस्तो कुरा गरेर हुन्छ सिंहदरबारमा जलाइसके सुत्नु त अब झ्याप एकचोटि सुत्ने म अहिले केटाहरूलाई फोन गरेर लगाइदिन्छु कि तपाईँलाई ए नबोल्ने अनि अहिले बोल्दैन जत्था मेरो यो टुइके बिगाऱ्यौ जिब्रो बिगाऱ्यौ बिग्रिँदैन हो कसरी बिग्रिन्छ टुइकेर जिब्रो बिग्रिँदैन त्यो ठिक हुने औषधि हो क्या बिग्रिने औषधि होइन नदियो भने नहुने यहाँ एउटा लाउरे भाइ छ पछाडि कुदै गर्छ बिहानदेखि बेलुकासम्म बिचरा बुवाको हामीले खुट्टा बिगारिदिउँ अरे बुवा त्यो बिगारेन खुट्टा बिगारेन ओ ठुलाइले हो है मैले होइन होइन देखा मैले होइन उता हिजो बल पो गर्दैछु त हिजो पनि फेरि कसले हौ तेरो गाला सल्ला ल ल ल मेरो गाला चड्काउनु न यहाँबाट घर गएर भक्कु दिनभरि कुट्छु मैले होइन योगेन दाइले हो नि सबै घर पुगे पछाडि दिनभरि कुट्नु मलाई ल मैले हिजो झन् तपाईँलाई बिडी किनेर ल्याइदिएको होइन भुक्लुक्क सुत्नु त काका
अनि पो त्यो औषध पनि पर्छ त अनि कहाँ अनि हिँडेको होइन कि गरेको छ कहाँ बसिरहेको छु डक्टर आए जस्तो लाग्छ भन्नु ल सबैलाई मेनली टक अबाउट डिस्चार्ज ए अनुसार ऊ पर लान्छ ऊ पर म जान्छु ले मैले ठाउँ देखेँ अनुसार म त दिन्न म जान्छु अहिले गाली खाइ अनुसार छ हौ मसँग छैन त मुला चढाङ चढाङ लाउँछ तिमीहरूका हातमा भएको चाहिँ राम्रै यहाँ के अरे खराङ खोट गरेर हुरुक्क भएर माग्नु पर्ने अनुसार छ अनुसार लिएर जान्छ पर दाजुभाइको किन चाहिँ दिनु एउटा ल ठिक छ लाउरे भाइ ल लाउरेसँग दौरेसँग बता ल ठिक छ है पेन्सन ए लाउरेले त नङ काट्छन् है यो भएन नङ लाम अब पर दाउरे हुन्छ सिस्टरहरूसँग माग्नु न मैले के गरेँ पर्दैन पैसाले म आफै जान्छु पैसा छैन मसँग ठहरलाई भन त यहाँ शरद र मिलनलाई सुनाइदिनु नि त के सुनाउनु अनि मैले के गरेँ लु भन्नु लिएन रेला नगरी छैन मसँग छैन के छैन ऊ पर कसरी गरे अहिले अघि उहाँ गाडले गाली गरेको देख्नुभयो नि तपाईँले ए त्यो त्यस्तो गाली हो तपाईँ ज्ञानी मान्छे हो कि भन्नु त तपाईँ ज्ञानी मान्छे हो कि होइन पैसाले नि त पैसा पैसा किन चाहियो चाहियो नि ए तपाईँलाई यहाँ त बाहिर निस्किनु दिँदैन किन चाहियो पैसा नि पैसा यो बाहिर न भित्र यो त तेरो यो ऊ नै होइन त्यो लेखेका नाम लेखाएर कता कता के त्यति खाली खुट्टा हिँड्नु न आएर खुट्टा धुनुपर्छ यहाँबाट ऊ त छेउ हिँड्नु त एक फन्को लाएर आउनु डिस्चार्ज भइसकेपछि हाम्रो के गर्नुहुन्छ केही पनि गर्नुहुन्छ
भविष्यमा के गर्ने विचार छ? भविष्य बुढो भएपछि भविष्यको कुरो के भन्नु? धर्म गर्ने विचार छ। हालतिर पेटाको गाउँबाट भन्ने कुरो भयो। धर्म गर्ने विचार छ। हजुरको घरमा कतै घरमा आगो लागिरहेको छ अरे, के गर्नुहुन्छ? बाटोमा हिँडिराख्नु भएको छ, सर्को देख्नु भयो अरे, के गर्नुहुन्छ? बाटोमा बच्चा रोइरहेको छ अरे है, अनि के गर्नुहुन्छ? बाटोमा बच्चा रोइरहेको देख्नुभयो। शरीरमा बल ताकत कस्तो छ हजुरको? शरीरमा बल ताकत कस्तो छ? नोबेलमा अलिक फरक छ मान्छे खोजेर विराट टिचिङ पनि फरकै रहेछ, त्यहाँ पनि मान्छे बोल्दै छन्। अस्ति विराट टिचिङमा त छिमेकी दिदी गर्दैछ। विराट नर्सिङ होम त्यो अहिले टिचिङ गर्दैछ है? नर्सिङ होममै छ, माथि बनायो नि त टिचिङ। हो र यो के अरे हामी चाहिँ सुन्दैनौँ, तपाईँ मात्रै सुन्नुहुन्छ। अनि कहाँबाट हो? तिमीहरू पनि सुन्दै गरेको सुन्नु, अनि त संसार भइहाल्छ। के हुन्छ? तपाईँ चाहिँ विशेष हो। महँगै के महँगो छ यहाँ यस्तो? अब सब्जीहरूदेखि लिएर अनि झन् धरानमा महँगो सब्जी, झन् पाहाडतिर एउटा झर्छ अरे। तपाईँको पाहाडमा 10-15 रुपियाँ केजी पाउँछ होइन काँक्राहरू, यहाँ 60-70 भन्छ। धरान बसेको त फाइदै भएन नि।
अहिले पनि आवाज सुनिरहनु भएको छ बा अब सुनिरहनु भएको छ आँखाले देखिरहनु भएको छ मेलिना भट्ट केही गर्दैन बस्नु ओइ मङ्की यहाँ छैन अब त्यो नबोल्ने किन भात खानुपर्छ अब उठ्नु त उठ्नु ल उठ्नु दादा चल्छ भित्रभित्र चल्दैछ कसको गीत हुन्छ कसको हार हुन्छ त्यतातिर ध्यान नदिने हो कि अब ध्यान नदिएर आउँदैन झन् अब तपाईँलाई त्यहाँ त्यतातिर ध्यान नदिनु भनेर झन् यहाँ अब यता ल्याएको अब झन् त्यतैतिर ध्यान दिएर हुन्छ त त्यही कुरा ल अब भात खाएर नुहाउनु पर्छ उठ्नु त ल्याएर चाहिँ आलमारीमा हालिदिएको अनि अब त्यस्तो गैँती लिएर हिँड्न थाल्नुहुन्छ अनि अस्ति त्यो उहाँ थापाचुक गएर टोलाएर हिँड्नुहुन्छ घोचा सोचा लिएर हिँड्नुहुन्छ तिमीहरू सबैलाई ल्याएर त्यो उनीहरूको पूजा बिग्रिसकेपछि उनीहरूको शक्तिले ल्याएर मारेर अनि मलाई त्यो पूजा गर्न ल्याएको उनीहरूले म कस्तो राम्रो यहाँ सुन न कस्तो राम्रो गफ हिँड्दैछ त्यो अहिले त्यहाँ के अरे दुर्गा देवी लगेकी बुढी भइरहेछ हो अब यस्तै हावा कुरा गर्नुहुन्छ अनि उसले त्यो भित्र दुर्गा देवीको शक्ति चाहिँ बाँधिदिएर यति उग्र गरेका यिनीहरूले मलाई भित्री शक्ति मैले खोल्न सकिरहेछु अहिले खोलिन्छ अब
अनि यिनै भएको कुरा गर्दा कुराको भन्छ यहाँ त अहिले केही भएको छैन म त सङ्गेटेर अब के गर्ने भन्ने सोधेर बसिरहेको लु अब छिटो छिटो समेट्नुपर्छ अनि जानुपर्छ सङ्गेटेर सङ्गेट्ने घर जाने बस्नु न यहाँ भात खाने अब पिसापेर आउँछ म भात खान्न होला यिनीहरू त यस्तो यस्तो थिएन भात खानुपर्छ भात के टिपेर लैजाला नि त्यही गरिदिन्छु यो हाम्रो लाउरे भाइ हो भाइ घर चाहिँ तेह्रथुम कुन ठाउँ अरे भाइ साब्ला एकदम अरिङ्गलले टोकेर आएको अरे यो भाइ एकदम फिट एन्ड फाइन छ ल भयो लाउरे लाग्ने ठुलो इच्छा बिरामी हुँदाखेरि एक्सर्साइज गरिरहन्छ बिहानदेखि बेलुकासम्म ल कुदिरहन्छ एकदम ल भोकोहरू चाहिँ अब जहिले उतै बस्ने हो कि के हो ए ए के भन्छ घर बनाइसकेर कति वर्ष भयो यहाँ यसलाई रत्नचोक भन्छ यहाँबाट हामी उधर गयौँ भने रेलवे जान्छ झऱ्यौँ भने रेलवे अगाडि गयौँ भने चाहिँ बङ्गलाबारीतिर जाँदैछौँ कि अहिले यो विष्णुपति मन्दिर भोगटेको बोट बनाउने हो राइट शान्ति चोक अनि धरानमा चाहिँ जेन्जीले के बिगाएर त घरबाट नै बिगारेछ एउटा ओके यो शान्ति चोक हामी अगाडि गयौँ भने जान्छौँ होइन हामी लेफ्ट लाग्यो ओह्रालो गयौँ भने मन्दिर हामी सिधै अगाडि ए बिच गयौँ बिच राइट पनि होइन लेफ्ट पनि होइन टक्क बिच हजुर
म कान त्यति राम्रो सुन्दैन पिसा फेर्दै थिएँ के हो कहाँ पिसा फेर्नु भएको चुरोट खाँदै हुन्थ्यो त यहाँ पिसा फेर्ने ठाउँ होइन भनौँ कि के भयो चुरोट खाँदैन नि त चुरोट पनि खाँदै थिएँ पिसा पनि फेर्दै थिएँ कहाँ बाहिर गेटमै पर लाग्छ परै पहिले त कुरा त ल्याइदियो छैन ठिकै पैसा दिएर जान्छहरू चुरोट पनि ल्याइदिएर होइन डक्टरले खानु भनेर चाहिँ म ल्याइदिन्छु के ल्याइदिन्छु डक्टरले खाना भनेर त्यही रिस राग कपट छल छैन जहाँ तब धर्म कति छ यहाँ पशुका पति छन् रखबारी गरी शिव की पुरी कान्ति पुरी नगरी चपला अबलाहरू एक सुरमा गुण केसरीको फुलली शिरमा हिँड्या सखिलिकन वरिपरि अमरावती कान्तिपुरी नगरी यति छन् भनी गन्नु कहाँ धनिया खुसी छन् बहुतै मनमा दुनिया जनकी यसरी सुख की सगरी अलकापुरी कान्तिपुरी नगरी कहीं भोटर लंदन चीन सरी कहीं चार्ज नगर्ने भयो आज पनि बिहान एकपल्ट गरेँ परा यो काम लाग्छ एक सय पर्ला 250 5 पानी लाउँदाखेरि पेट पनि फुलिन्छ अगाइन्छ नि 250 अब बुढालाई तम्बा चट्ट मासु चट्ट एउटा चुरोट टक्क सुखराई त्यति भएर पो त 10 दिनको लागि किन धेरै चाहियो भने
के बोजू भेट्न जाने त बुवा खानु न भयो त खानु चिसो खानु यो पागल दुनिया तिमी पनि आयो यो पागल दुनिया तिमी पनि आयो भो बल्ला दुनिया पागल खाना जस्तो भो बल्ला दुनिया पागल खाना जस्तो यो पागल दुनिया तिमी पनि आयो